नेपालमा अब रेल नयाँ कुरो होइन। जनकपुरमा रेल कुदिराखेको छ, तपाईहरुले गीत बनाउनुहुन्छ के दार्जिलिङको रेल। केही ठाउँमा जनकपुरको रेल किन नभने? आफूले गरेको काम किन नदेखेको? हामीले अब जनकपुरको रेल पारुङटारमा कुदाउने होइन भने उता चेपेपारी लमजुङतिर त्यस्तो फाँटहरू छ, तर त्यहाँबाट चाहिँ हिमाल देखिँदैनन् फेरि, किनभने भित्तामा पर्छ। त्यसर्थ माथि बन्दीपुर, पारिपट्टि डुम्रे, साहित्यमा रुचि हुनेलाई भानुभक्तको जन्मथलो, अझ अलिकति बढी नै रुचि हुनेलाई लेखनाथको जन्मथलो अलिकति पर्तिर, प्राकृतिक सुन्दरता लिने र अलिकति अरू ठाउँको पनि उपयोग गरौँ भने फेवाताल, बेगनासताल, रूपाताल, चेपाङ, मैदी, खास्टे, विभिन्न तालहरू, तिनीहरूको आनन्द लिन सकिन्छ, त्यहाँ फोटो खिच्न सकिन्छ।